आजको वचनमा तपाईहरु सबैलाई म स्वागत भन्न चाहन्छु। हामी एकछिन दायाँ बायाँ कहीँ पनि मन नलागिकन परमेश्वरको वचनतिर हामी ध्यानलाई केन्द्रित गर्नेछौँ। र आज यहाँको बीचमा म एउटा एकदमै सामान्य तर महत्त्वपूर्ण शीर्षक अथवा विषयबाट वचन पस्काउन गइराखेको छु। र मलाई आशा छ, म यो विश्वास गर्दछु कि यो वचनबाट पहिलो कुरो त म आशिषित भएको छु, दोस्रो नम्बरमा यहाँ सबैजना यो वचनबाट आशिषित हुनुहुनेछ। र आजको विषय अथवा शीर्षक रहेको छ आशिष कसरी सम्भव छ। आजको विषय छ आशिष कसरी सम्भव छ। हामी त्यो विषयमा आज वचन हेर्नेछौँ। राजाको खण्ड रहेको छ दोस्रो राजा 4 अध्याय। हाम्रो पवित्र शास्त्र बाइबलको दोस्रो राजाको पुस्तक 4 अध्यायको 1 देखि लिएर 7 पदसम्म म यहाँको बीचमा आजको पवित्र शास्त्र खण्ड राख्न गइराखेको छु। र यहाँनिर यसरी लेखिएको छ, सबैजनाले जससँग बाइबल छ हामी सबैजना बाइबल पढ्नेछौँ र सम्भवतः हामी सबैजना सँगसँगै पढ्नेछौँ है त। कति भने मैले दोस्रो राजा 4 अध्यायको 1 देखि 7 पदसम्म है त। ल, बाइबल नहुनेले मोबाइलमा हेर्न सक्नुहुन्छ, बाइबलले हेर्नेछौँ। हामी सबैजना यो खण्डलाई सँगसँगै पढ्नेछौँ। त्यसपछि हामी यहाँ घटेका घटना, यहाँ लेखिएका कुराहरू र यहाँ लुकेका रहस्यको विषयमा हामी एकछिन छलफल गर्नेछौँ। ल, सबैले पाउनुभयो? ल, सुरु गरौँ है त। म 1 2 3 भन्नेछु, हामी सबैजना सँगसँगै यो खण्डलाई वाचन गर्नेछौँ अथवा हामी पढ्नेछौँ है त। ल, पाउनुभयो? कोही बाँकी हुनुहुन्छ भने भन्नुहोस्। ल, सायद सबैले पाउनुभयो। 1 2 3। अगमवक्ताहरू मध्ये एकजनाकी पत्नीले एलिसालाई पुकारेर भनिन्, तपाईका दास मेरा पति मर्नुभयो। तपाईलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्थ्यो, तर अब मेरा 2 भाइ छोराहरूलाई लगेर कमारा तुल्याउन उहाँका साहुकार आइरहेछन्। एलिसाले तिनलाई जवाब दिए, म तिमीलाई कसरी सहायता गरौँ? तिम्रो घरमा के छ मलाई भन्। तिनले भनिन्, हजुरकी दासीसित एउटा भटुल्कोमा तेल बाहेक अरू केही पनि छैन। एलिसाले भने, गएर आफ्ना सबै छिमेकीहरूबाट रित्ता भटुल्काहरू मागेर ल्याऊ, थोरै मात्र नमाग। त्यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भटुल्काको तेल ती सबै भाँडाहरूमा खन्याऊ र भरिएका भाँडाहरू अलग्गै राख। अनि एलिसाबाट बिदा भइन्। तिनी एलिसाबाट बिदा भइन् र आफ्ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्। उनीहरूले भुटुल्काहरू ल्याएर तिनले ती भर्दै गइन्। जब ती सबै भरिसके तिनले आफ्नो एकजना छोरालाई भनिन्, अर्को भटुल्कोले। तर त्यसले जवाब दियो, अब एउटै भटुल्को पनि छैन। तब तेल आउनु पनि बन्द भयो। तब विधवा गएर परमेश्वरका जनलाई यो कुरो बताइन् र तिनले भने, गएर त्यो तेल बेच र तिम्रा ऋणतिर उब्रेको चाहिने तिमी र तिम्रा छोराहरूको जीविका चलाउन सक्नेछौ। आमेन। यो वचन पढाइमा हामी सबैलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। आजको शीर्षक के छ अरे? हजुर, आशिष कसरी सम्भव छ? आशिष कसरी सम्भव छ, यो नबिर्सनु होला है। आशिष कसरी सम्भव छ भन्ने कुरा चाहिँ हामी यो वचनको अन्तिम निष्कर्षमा सुन्नेछौँ। त्यसपछि वचनलाई हामी मारेर हामी वचन सकाउँछौँ है त। अनि यहाँनिर हामीले एउटा घटना अथवा एउटा सत्य कथा हामीले पढेका छौँ। जुन कथा के हो? सत्य कथा हो। अनि यो जुन सत्य कथालाई लिपिबद्ध गर्ने काम गर्दछ, त्यो सत्य कथा र सत्य घटनालाई लिपिबद्ध गरेको एउटा लेखलाई चाहिँ इतिहास भनिन्छ। सबै लेखहरू, सबै कथाहरू इतिहास हुन सक्दैनन्।
र कुन चाहिँ कुरा इतिहास हो र कुन चाहिँ कुरा इतिहास होइन भन्ने कुरा तपाईहरु मैले जान्न जरुरी छ। जुन कुराहरु बनावटी छ, कृत्रिम छ, त्यो चाहिँ के हो? त्यो इतिहास होइन। त्यसलाई उखान भन्छ। उखान भनेको चाहिँ एका देशमा एउटा बुढो मान्छे बस्नुहुन्थ्यो, अनि त्यो बुढो मान्छे एक दिन बित्नु भयो, अनि त्यो बुढो मान्छे बित्दाखेरि त्यहाँनिर चाहिँ त्यो बुढो मान्छेको चाहिँ मृत शरीरलाई अन्त्येष्टि गर्ने कोही पनि भएन। यस्तो खालको चाहिँ कथा हो, एकादेशको कथा भन्छ नि, त्यो काल्पनिक गरेको के कल्पना गरेर जुन कुरा भनिन्छ लेखिन्छ त्यो कथा हो, कथा इतिहास होइन। र जे कुरा यथार्थ रूपमा घटेको छ, मानिसको जीवनमा घटेको छ र मानिसले लेखिएको छ, त्यो लेख चाहिँ के हो? इतिहास हो। अनि इतिहास र कथा छुट्टै छ। स्टोरी र हिस्टोरीमा के छ? वर्ड नै फरक छ, शब्द नै फरक छ। त्यो कुरा हामीले बुझ्नुपर्छ। र अहिले हामीले पढ्दै गरेको यो खण्ड चाहिँ स्टोरी होइन, यो चाहिँ हिस्टोरी हो, यो इतिहास हो, यो सत्य घटना हो। अनि यो घटनाले चाहिँ हामीले आज केही कुरा अवश्य पनि सिकाउन खोजिरहेको छ र हामी केही कुरा अवश्य सिक्ने नै छौँ। आमेन। र यहाँ हेर्दाखेरि यो एकादेशको कथा जस्तै देखिन्छ, तर कथा होइन, यो इतिहास हो, यो घटना हो, सत्य घटना हो। अनि यो चाहिँ पुरानो नियम, पुरानो करारमा, अगमवक्ताको समयमा, अगमवक्ताको चाहिँ सेवाकाईको कालखण्डमा घटेको घटनामध्ये एउटा अत्यन्तै महत्त्वपूर्ण र दुर्लभ यो घटना हो। यहाँनिर एकजना अगमवक्ताकी श्रीमती, अनि यहाँनिर चाहिँ अगमवक्ताको श्रीमतीले त्यो विद्वली भनेको छ कि तपाईको दास अगमवक्ता भनेर ऊ आफैले सम्बोधन गरेको हुनाले यो विद्वको श्रीमान पनि कुनै समय कालखण्डको लागि के थियो? अगमवक्ता हुनुहुन्छ। अनि त्यो अगमवक्ताले के गर्थ्यो भन्दाखेरि परमेश्वरको भय मान्थ्यो, परमेश्वरको आज्ञा पालन गर्ने गर्थ्यो, परमेश्वरमाथि विश्वास गर्थ्यो, परमेश्वरको महान कार्यको अस्तित्वलाई पूर्ण रूपले स्वीकार गर्थ्यो। अनि मान्छे हो, संसारमा अगमवक्ता, भविष्यवक्ता, राजा, राष्ट्रपति जोसुकै भए पनि के हुन्छ? एक दिन शरीरमा मर्नुपर्छ। यो चाहिँ अदनको बगैँचाबाट परमेश्वरले नचाहेको तर मानिसले स्थापना गरेको नियम हो। आज चाहेर नचाहेर धर्मी अधर्मी सबैले यो मृत्युको नियमलाई के गर्नुपर्छ? स्वीकार गरेर जानुपर्छ। त्यस्तै क्रममा त्यो एकजना अगमवक्ता जब उसको शारीरिक मृत्यु हुन्छ अनि ऊ मर्नुभन्दा अगाडि नै उसको जीवनमा चाहिँ आर्थिक एकदमै सङ्कट थियो, अभाव थियो। परिवार जीविका चलाउनका लागि, घर परिवार चलाउन सजिलो थिएन, धेरै गाह्रो थियो। यो ढुङ्गे युगको कुरा हो। अहिले जस्तो आधुनिक युगको भएदेखि केही न केही विकल्प हुन्थ्यो होला, सायद धेरै दिन लाग्ने थिएन होला, दिन गर्नुपर्ने थिएन होला, कहीँ कसैले सहायता पनि गर्थ्यो होला। तर त्यो ढुङ्गे युग भएको कारणले गर्दाखेरि त्यो बेलाको परिस्थिति एकदमै जटिल थियो। त्यो जटिल परिस्थितिमा आफ्नो परिवारलाई बचाउनको लागि धेरै कठिन थियो। अनि त्यो अगमवक्ताले धेरै कठिनको एउटा सामना गर्नु परेको थियो। त्यो सामना गर्दा गर्दै दिन लाग्यो, त्यसपछि उसको देहान्त भयो। अनि देहान्त भइसकेपछि त्यो ऋण तिर्न नसक्दाखेरि जुन मालिक, जुन साहुको चाहिँ ऋण लिएको थियो, त्यो साहुले चाहिँ त्यो मरेर जाने व्यक्तिको दुईजना छोराहरू थियो, अनि त्यो दुईटा छोरालाई चाहिँ लगेर अब नोकर बनाउनेवाला छ, दास बनाउनेवाला छ। अब उपाय केही पनि छैन, खानेलाई घरमा चामल छैन हो, अब कुनै केही जागिर जब गरौँ, पेसा गरौँ, कहीँ केही छैन। अब बाँच्नका लागि उपाय पनि छैन, ऋण तिर्दा उपाय पनि छैन। घरको मूल मान्छे बाउ हो, बाउ बितिसकेपछि के हुन्छ? त्यो घर परिवार टुरा हुन्छ, बेसारा हुन्छ, एक्लो हुन्छ। अनि उस्तै परे यो संसारको समाजले अझै छेउ लगाइदिन्छ, सहयोग र सपोर्ट गर्नुको सट्टा छेउ लगाउने काम गर्छ। अनि त्यस्तै प्रकारको चाहिँ एउटा अवहेलित जीवन उनीहरूको सुरुवात भयो यो विधवाको। अनि आज पनि आउँछ, साहुले धम्काउँछ, भोलि पनि आउँछ धम्काउँछ, मेरो ऋण तिर्छ भने तिर्दैन भने तेरा छोरालाई म दास बनाउँछु भनेर चाहिँ धम्काउँछ। अब त्यो विधुवी स्त्रीले कहाँबाट ल्याएर तिर्नु? ऋण धेरै छ, सजिलो छैन, आय स्रोत छैन,
आम्दानी कुनै स्रोत छैन, ऋण तिर्न बाँकी नै छ, दिनदिनै ब्याज बढिराखेको छ, साउले आएर धम्काइराखेको छ। अनि आमा र दुईटा छोरा एकदमै दिनदिनै मर्ने र बाँच्ने भएर उनीहरू जिराखेको थियो। जिउँदै उनीहरू मर्थे अनि त्यसपछि बिउजिन्थे। त्यो ऋणले गर्दाखेरि तिर्नु उपाय छैन। अब के गर्ने त? अनि एकदमै उनीहरू पीडाको चाहिँ चपेटामा परिरहँदाखेरि जब एलिसा भन्ने अगमवक्ता चाहिँ त्यो विधवाको घरमा कता कताबाट टुप्लुक्क पुग्छ अनि त्यो विधवालाई भेट्छ। अनि विधवाले पनि त्यो एलिसालाई अगमवक्तालाई भेट्छ अनि त्यति नै खेर विधवाले आफ्नो सबै समस्याहरू सेयर गर्ने गर्दछ। जब अगमवक्तासँग त्यो विधवाको भेट हुन्छ अनि उसले आफ्नो वेदनाहरू अगमवक्तालाई भन्न थाल्छ। कसलाई भन्नु? छिमेकीलाई भन्यो उडाइदिन्छ, आफन्तलाई भन्यो झन् पिठो फर्काएर गइदिन्छ। कसलाई भन्ने त भन्दाखेरि कमसे कम यो परमेश्वरको दास हो, परमेश्वरको अभिषिक्त जन हो। यो व्यक्तिलाई भन्यो भने चाहिँ यसले केही न केही उपाय देला, केही न केही यो बाटोमा मैले आश्वासन पाउला भन्ने चाहिँ अनि उसले त्यो विधवाले चाहिँ अपेक्षा गरिन्। अनि त्यसपछि उसले जब अगमवक्ता एलिसालाई भेटे, अगमवक्ताहरूमध्ये एकजनाकी पत्नीले एलिसालाई हबारेर भनिन्, तपाईँका दास मेरा पति मर्नुभयो, तपाईँलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्थ्यो, तर अब मेरा दुई भाइ छोराहरूलाई लगेर कमरा तुल्याउन उहाँका साहुकार आइरहेछन्। अनि त्यही अगमवक्ताहरूमध्ये अनि यो विधवाको श्रीमान पनि के थियो? एकजना अगमवक्ता थिए। अनि सायद त्यो कुरा एलिसालाई पनि थाहा थियो होला, त्यस कारणले उनले भन्दैछ, हजुरलाई पनि थाहा छ मेरो श्रीमान अगमवक्तामध्ये एकजना हुनुहुन्थ्यो अनि उहाँ चाहिँ एकदमै प्रभुको भय मान्नुहुन्थ्यो, उहाँको मृत्यु भयो, त्यस कारणले गर्दाखेरि उहाँ जीवित हुँदै नै हाम्रो ऋण थियो अनि त्यो ऋण नतिरिकन उहाँको मृत्यु भयो। आज मैले ऋण तिर्नु उपाय छैन, आज दिनदिनै साहु घरमा आएर हामीलाई धम्काइराखेको छ, हामी दिनदिनै मर्न र बाँच्नु भइराखेको छ। अब के गर्ने? अब के गर्ने? उपाय केही पनि छैन। तिर्न सकिँदैन, साहुले माया मार्दैन। अब के गर्ने? अनि जब त्यो विधवाको पीडालाई एलिसा अगमवक्ताले नजिकबाट निहाल्छ अनि सुन्छ ध्यान दिएर, अनि त्यसपछि अगमवक्ताले विकल्प खोज्न थाल्छ त्यो विधुवीको लागि। एलिसाले तिनलाई जवाब दिए, म तिमीलाई कसरी सहायता गरौँ? तिम्रो घरमा के छ मलाई भन। ठिकै छ, तिम्रो ऋण छ, गाह्रो छ, अप्ठ्यारो छ, तिम्रो पीडामा छौ, तर अब मैले के चाहिँ सहयोग गर्दा तिमीहरूलाई? उपाय के छ? अब के उपायबाट चाहिँ मैले सहयोग गर्न सकिन्छ? तिम्रो घरमा चाहिँ के छ त भनेर अनि अगमवक्ताले विधुवीलाई यहाँ प्रश्न गरेको छ। अनि एलिसा अगमवक्ताको प्रश्नको उत्तरमा तिनले भनिन्, हजुरकी दासीसित एउटा भुटुल्कोमा तेल बाहेक अरू केही पनि छैन, चामल पनि छैन, नुन पनि छैन, मात्र यति तेल छ, त्यो बाहेक केही पनि छैन। कसैले देला पनि छैन, कसैको गाईबाट आउला पनि छैन, कहीँबाट उपाय केही पनि छैन। अनि भुटुल्कोमा अलिकति तेल चाहिँ छ भनेर चाहिँ उसले जे छ यथार्थ कुरो बताए। अनि एलिसाले भने, गएर आफ्ना सबै छिमेकीहरूबाट रित्ता भुटुल्काहरू मागेर ल्याऊ, थोरै मात्र नमाग। त्यसपछि घरमा गएर तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका थुन। भुटुल्कोको तेल ती सबै भाँडाहरूमा खन्याउ र भरिएका भाँडाहरू अलग्गै राख। अनि एलिसाले केबाट चाहिँ एउटा सहयोग गरौँ आमा भनेर चाहिँ उपाय खोज्दाखेरि के पाए? त्यहाँ विधुवीसँग थोरै भाँडामा सिद्धिसकेको, अब त्यो एक दुई छाप थियो होला तेल, त्यही मात्रै गयो। त्यसपछि एलिसाले भने, त्यसो भए अब त्यो अलिकति तेल छ भने तिमीले यसो गर, तिम्रो यो गाउँ समाज सबै गाउँभरि गएर त्यस्तै तेल भर्नको लागि धेरै खाली भाँडा जम्मा गर, थोरै नगर, धेरै जम्मा गर, भयभरको पाउने जति सबै भाँडा ल्याएर जम्मा गर। त्यसपछि तिम्रो घरभित्र राख अनि छोरालाई पनि छोराटीलाई भित्र राख, तिमी पनि भित्र बस अनि ढोका बन्द गर। त्यसपछि त्यो तिम्रो त्यो गरियामा भएको थोरै तेल चाहिँ ती खाली भाँडा भर्न थाल। उपाय त्योभन्दा उपाय छैन भनेर चाहिँ अगमवक्ताले विधुवीलाई निर्देशन दिएको हामी देख्छौँ। अनि
अनि त्यसो भनिसकेपछि अगमवक्ता एलिसाको आज्ञा उसले सिरपर गर्छ। तिनी एलिसाबाट बिदा भइन् र आफ्ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्। उनीहरूले हुरुङ्गाहरू ल्याएर तिनले ती भर्दै गइन्। जब ती सबै भरिसके तिनले आफ्ना एकजना छोरालाई भनिन्, अर्को भुटुल्कोले। तर त्यसले जवाब दियो, अब एउटै भुटुल्को पनि छैन। तब तेल आउनु पनि बन्द भयो। अनि खाली भाँडा थुप्रै, त्यहाँ सयौं लिटर, हजारौं लिटर होइन भाँडाहरू जम्मा गरेको थियो। खाली भाँडा भर्दै 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 गए। सबै जम्मा गरे। खाली भाँडा भरिसकेपछि अनि विधुवाले भन्छ छोरालाई, बाबु अर्को पनि भाँडा ल्याऊ न। अनि छोराले भन्छ त्यतिखेर, खाली भाँडा त यति हो आमा, सिद्धि अब छैन। अनि जब विधवाको छोराले चाहिँ भाँडा यति नै हो आमा, अब त खाली भाँडा त छैन भन्ने बित्तिकै त्यो तेल पनि के भयो, त्यो तेल आउनु पनि बन्द भयो। अनि जब त्यो तेल भरिसक्छ त्यसपछि अब त्यो तेल त भरियो, घरभरि तेलै तेल भयो होइन। अब त्यहाँ 500,000 लिटर कति लिटर हो त्यो समयमा। उनीहरूले भयभरको भाँडा सबै जम्मा गरेका थिए। सबै भाँडा भरिसकेपछि अब त्यो तेललाई सदुपयोग गर्नुपर्ने होला नि होइन। अनि त्यो तेल सदुपयोग कसरी सदुपयोग गर्ने भनेर चाहिँ फेरि अगमवक्तालाई गएर उनी सल्लाह लिन्छन् विद्वानले। ती विधवा गएर परमेश्वरका जनलाई यो कुरो बताइन् र तिनले भने, गएर त्यो तेल बेच र तिम्रो ऋण तिर उब्रेको चाहिने तिमी र तिम्रा छोराहरूको जीविका चलाउन सक्नेछौ। आमेन। अनि विधवाले गएर जब एलिसा अगमवक्तालाई भने, प्रभु अब तेल त भरियो, अब के गर्ने त भनेर उसले सोद्धाखेरि अगमवक्ताले उपाय बताउँछ। गएर त्यो तेल बेच अनि त्यसपछि त्यो बेचेर जति पैसा आउँछ पहिला चाहिँ तिम्रो ऋण तिर हो, तिम्रो श्रीमानले गरेको ऋण तिर। सबैभन्दा ठुलो जटिल समस्या भने ऋण हो। त्यस कारणले गर्दाखेरि आज त्यो ऋणकै कारणले गर्दाखेरि तिमीहरू दिनदिनै मरेर बाँच्ने भइराखेका छौ। त्यस कारण त्यो ऋण तिर चुक्ता गर। अनि त्यसपछि जति बच्छ त्यसले चाहिँ तिमीहरूको आफ्नो जीविका चलाउनु भनेर एलिसा अगमवक्ताले आज्ञा गरे विद्वानलाई है, आज्ञा गरे। अनि यो हेर्दाखेरि एउटा सामान्य एउटा घटना जस्तो, कथा जस्तो छ, तर यो भित्र भने धेरै ठुलो रहस्यहरू लुकेको छ। अनि यो भित्र धेरै ठुलो रहस्य लुकेको छ, धेरै ठुलो अर्थ लुकेको छ। अनि मैले यो खण्डको शीर्षक अघि नै तपाईँलाई भनिसकेको छु, आशिष कसरी सम्भव छ। आशिष कसरी सम्भव छ, अब तपाईँले मैले यो विषयमा मनन गर्नुपर्छ होला। आशिष कसरी सम्भव छ त, कसरी सम्भव हुन्छ आशिष? आशिष सम्भव छ, उन्नति सम्भव छ, समस्याको समाधान सम्भव छ, सबै कुरो सम्भव छ। कसको लागि? परमेश्वरको लागि। परमेश्वरको तर्फबाट हरेक कुरा सम्भव छ। जुन कुरा मानिसको तर्फबाट, मानिसको प्रयासबाट असम्भव छ, कठिन छ, अप्ठ्यारो छ, त्यो परमेश्वरको लागि सम्भव छ, सहज छ। परमेश्वरले चाहिँ असम्भव कुरालाई के गर्न सक्नुहुन्छ? सम्भव तुल्याउन सक्नुहुन्छ। अब यो हामीले सरस्वती हेर्दाखेरि हाम्रो मानवीय दृष्टिकोणले हामीले मूल्याङ्कन गर्ने हो भने हाम्रो मूल्याङ्कनमा के हुन्छ भन्दाखेरि अब यो विधवाको परिवार बाँच्नलाई कुनै उपाय छैन। उनीहरू चाहिँ अब के हो, उनीहरूको अन्तिम विकल्प भनेको मर्ने हो, मरेर जाने हो। खाउँ छैन, लाउँ छैन, कसैले सहायता गर्दैन। घरको मुलीमा बाबु मरेर गइहाल्यो, सबैको के अरे हेला आउँछ भयो, बेसारा बन्यो, एक्लो बन्यो। अब कसैले सहयोग गरिहालौँ, सही सापट दियो भने नि त्यसले भोलि तिर्न सकिँदैन होइन। समाजको दृष्टिमा केही त हुन्छ त, कहाँ दिने हेर भए पनि कसैले साबुन माग्नु छैन नि फल्ला छ, ओहो अघि भर्खरै एउटा आएर लिएर गयो नि, यस्तो खालको कुराहरू आउँछ, सम्भव छैन। अब बाँच्नलाई केही छैन, विधवाको परिवारको सम्भव छैन।
तर के गर्नुभयो? परमेश्वरको दासले उनीहरूलाई बाँच्नको लागि, जिउनको लागि सम्भावनाको ढोका खोलिदिनु। अनि यो काम गर्ने चाहिँ को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। हामीले हेर्दा एकजना व्यक्तिलाई, एकजना पुरुषलाई, एकजना अगमवक्तालाई, एलिसा भन्ने एकजना व्यक्ति यहाँनिर चाहिँ देखा परेको छ। परमेश्वरले माध्यम एलिसालाई बनाउनु भयो, तर काम उहाँ फेरि गर्नुभयो। यसैले यो मानवीय दृष्टिकोणबाट असम्भव भएको कुरालाई परमेश्वरले के गरिदिनु भयो? सम्भव तुल्याइदिनु भयो। अब त्यो सम्भव चाहिँ कसरी भयो त? हामीले अलिकति त्यसमा ध्यान दिनुपर्छ होला। आशिष, उन्नति, प्रगति सम्भव चाहिँ कसरी भयो त? अनि यो कुरालाई सम्भव बनाउनको लागि र आशिषलाई सम्भावनामा अथवा सम्भवमा परिवर्तन गर्नको लागि विशेष गरी दुईटा कुरा चाहिन्छ। यहाँ दुईटा कुरा हामी पाउँछौँ। यहाँ धेरै ठुलो काम भएको छ, तर विशेष गरी दुईवटा कुराले चाहिँ यहाँ ठुलो भूमिका खेलेको छ। अनि यो महत्त्वपूर्ण एउटा घटना र इतिहास रचिनुको पछाडि चाहिँ दुईटा महत्त्वपूर्ण कारण छ। प्रिय मण्डली, त्यो के होला त? हजुरहरूलाई कस्तो लाग्छ? के कारणले होला? कुन कारणले होला? कसरी भयो होला? कसैले भन्न सक्नुहुन्छ? यदि सक्नुहुन्न भने त्यो दुईटा कारण अब सुन्नुहोस्। पहिलो कारण आज्ञाकारिता, अनि दोस्रो कारण विश्वास। आशिष अब कहाँबाट सम्भव छ अरे? पहिलो नम्बर आज्ञाकारिता, दोस्रो नम्बर विश्वास। यदि यो बेसारा भएर जी राखेकी विद्रोहीले अगमवक्ताको आज्ञा पालन नगरेकी भए र अगमवक्ताले भनेको कुराले विश्वास नगरेको भए कुरा सम्भव थियो? सम्भव होइन। यो मान्छे त हो नि, यसले के गर्छ? यसले भनेका, यसले भने जस्तो कहाँ हुन्छ र? यसले भनेर हुन्छ कहीँ थोरै? भनेर चाहिँ विद्रोहीले अगमवक्ता एलिसाको आज्ञा पालन नगरेको भए र अगमवक्ताको वचनलाई उसले विश्वास नगरेको भए यो सम्भव हुँदैन थियो। त्यस कारणले आशिषको लागि चाहिँ आज्ञाकारिता र विश्वासले हरेक समय, हरेक ठाउँमा, हरेक पुस्ता, हरेक कालखण्डमा धेरै ठुलो काम गरेको हुन्छ। त्यस कारणले आज तपाईँले मैले बुझ्नु भएको आशिष चाहिँ आज्ञाकारिता र विश्वासमा सम्भव छ। हामी एकचोटि अब्राहमको जीवनतिर फर्क्यौँ। अब्राहमले कति वर्षको उमेरमा छोरा प्राप्त गरेको? कति वर्षको उमेरमा? कतिजनालाई एका छ कुरा भन्न सक्नुहुन्छ? अब्राहम 80 वर्षको, सारा 80 वर्षको अनि अब्राहम 90 वर्षको हुँदाखेरि के भयो? परमेश्वरले आएर अब्राहमलाई तँलाई चाहिँ छोरा दिन्छौँ हामी, म तँलाई छोरा दिन्छु भनेर भन्नुभयो। अनि परमेश्वरले चाहिँ एकदमै त्यो हड्डी छाला सबै सुकेर हड्डी र छाला मात्रै भएको मान्छेलाई छोरा दिन्छु, सन्तान दिन्छु भन्दाखेरि अब हामी विचार गरौँ, यो मानवीय दृष्टिकोणबाट यो कुरा विश्वास गर्ने योग्यको छ? छैन। यो असम्भव, यो सम्भव छ? छैन। 40 वर्ष कटेपछि नेपालको हकमा, नेपालको कन्टेक्समा भन्यो भने कुनै पनि स्त्रीले सन्तान जन्माउँदैन। जन्माउँछ? अरू त्यस्तो कुरा हामी नगरौँ। अनि 80 दुना 40 दुना कति हुन्छ? 80 हुन्छ। अनि 40 वर्षमा चाहिँ सन्तान नहुने स्त्रीले 80 वर्षमा गएर सन्तान जन्माउँछ? त्यो सम्भव हो? त्यो मानिसको दृष्टिकोणबाट सम्भव छैन। तर परमेश्वरले के गर्नुभयो? सम्भव थिएन।
अनि त्यो प्रतिज्ञाको छोरा जुन परमेश्वरले अब्राहमलाई दिनुभयो इसाक, अनि त्यो छोरा पाउने कुरा चाहिँ त्यो छोरा प्राप्त गर्नुभन्दा, छोरा इसाक जन्मिनुभन्दा धेरै लामो समय अगाडि परमेश्वरले प्रतिज्ञा गर्नुभयो। अनि त्यो परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्दै गर्नुहुँदाखेरि त्यो समयमा चाहिँ अब्राहमसँगै अब्राहमको भतिज लोत पनि सँगसँगै थियो। बाइबलले त्यो कुरा बताउँछ। त्यसपछि परमेश्वरले भन्नुभयो, म तँलाई धेरै आशिष दिनेछु, म तँलाई धेरै आशिष दिएर ठुलो जातिको चाहिँ एउटा आशिषको पिता बनाउनेछु, आशिषको मूल बनाउनेछु। तर तैँले के गर्नुपर्नेछ? मैले भनेको मान्नुपर्नेछ। त्यो के थियो? अब्राहमको लागि आज्ञा थियो। कसको? परमप्रभु परमेश्वर। अनि आज्ञा के थियो भन्नुहोला भने, अब त चाहिँ तेरो कुटुम्ब, आफन्त, दाजुभाइ, नातागोताबाट त अलग हुनुपर्छ। हेर्नुहोस् है, परमेश्वरले अब्राहमलाई भन्नुभयो। अनि त्यसपछि अब्राहम चाहिँ आफ्नो आफन्तबाट छुट्टिन चाहे। अनि उसँगै अनि उसको भतिज लोत उसको सँगसँगै थियो। त्यसपछि यात्रा गर्दै बसोबास गर्दै 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 जाँदाखेरि अनि जब परमेश्वरको समय आउँछ, समय आइसकेपछि जसरी पनि उनीहरू काका भतिज छुट्नुपर्छ। अब्राहमले आफ्नो भाइ भतिजो, आफ्नो नाता गोता, कुल कुटुम्ब, घरना छोड्नुपर्छ। के को लागि? आशिष पाउनको लागि। अनि त्यसपछि अब्राहमले भतिज लोतलाई भने, ल बाबु, तिम्रो नजर फिराएर हेर, यो तिम्रो नजरले देख्ने एरिया सबैतिर चारैतिर हेर, अनि तिमीलाई कुन चाहिँ जग्गा मनपर्छ तिमी त्यतातिर जाऊ। तिमीलाई कुन चाहिँ दिशा मनपर्छ त्यो दिशातिर जाऊ। तिमी पूर्वतिर गयो भने म पश्चिमतिर जाउँला, तिमी दक्षिणतिर गयो भने उत्तरतिर जाउँला, तिमी उत्तरतिर गयो भने दक्षिणतिर जाउँला, तिमी पूर्व भने पश्चिम जाउँला, तर हामीसँगै बस्न असम्भव छ। अब्राहमले आफ्नै भतिजलाई किन त्यसो भन्न सक्नु? किन त्यसो भन्नुभयो? किन त्यसो भन्यो होला? त्यो चाहिँ परमेश्वरको आज्ञा थियो। प्रियमित्र, यसकारणले परमेश्वरको आज्ञा पालनको खातिर तपाईले मैले संसारमा जुनसुकै कुरा पनि निर्णय गर्न तयार हुनुपर्छ। त्यसपछि मात्रै तपाईहरु निम्ति आशिष सम्भव हुन्छ। अनि त्यसपछि लोतले सबैतिर हेरे, आँखा फिराएर चारैतिर हेर्दाखेरि जता जता हरियाली थियो, एकदमै सिँचाइ भएको हो, पानी भएको, हरियाली भएको, एकदमै मान्छेलाई बसोबास गर्न, पशु पन्छीलाई पनि, पशुहरूलाई पनि, पाल्तु पशुलाई राख्नको लागि घाँस, दाना पानीको लागि मान्छे बसोबास गर्न जुन क्षेत्रमा चाहिँ एकदमै जुन क्षेत्र, जुन एरिया चाहिँ सुन्दर थियो, असल थियो, अनि लोतले भने म यही क्षेत्रतिर जान्छु। अनि त्यसरी लोतले छोडेको सब राइबाट बाँकी क्षेत्रतिर चाहिँ को गए? अब्राहम गए। अनि उनीहरू काका भतिज के हो? अब उनीहरू अलग भयो। अनि त्यसपछि बल्ल 90 वर्षको उमेरमा बल्ल परमेश्वरले के भन्नुभयो? अब तँलाई म छोरा दिनेछु। साराको पनि मासुसित छाला हड्डीमा टाँसिएको थियो, अब्राहमको पनि मासुसित छाला हड्डीमा टाँसिएको थियो। अब सन्तान उत्पादन गर्ने कुरा चाहिँ त्यो एकादशको कथा हो, मान्छेको दृष्टिकोणबाट हो। त्यही समय परमेश्वरले भन्नुहुन्छ तँलाई सन्तान दिन्छु। अनि सारा चाहिँ पाल्न बसिरहेको हुन्छ त्यतिखेर, अनि ऊ पनि खुसखुस हाँसिरहेको हुन्छ, मेरो मासुसित छाला हड्डीमा टाँसिसक्यो, अनि मैले छोरा जन्माउँछु भन्दैछ, यो मान्छे कस्तो खालको मान्छे हो भनेर चाहिँ। अनि स्वर्गदूतलाई देखेर स्वर्गदूतले गरेको कुरा चाहिँ सुनेर सारा पालमा बसेर लुकेर हाँसिरहेको, र अब्राहमले पनि तुरुन्तै विश्वास गर्न नसकेको हामी देख्छौँ। तर स्वर्गदूतले अब्राहम र सारालाई अन्तिममा कन्भिन्स गराएर छोडे कि तिमीले अब प्रतिज्ञा छोरा पाउनेछ। किनभने साराबाट सन्तान छोराछोरी नभइसकेपछि त्यो समयसम्म अब्राहमको नोकरीबाट अब्राहमको थुप्रै सन्तान भइसकेको थियो। हाम्रो देशमा पनि छ होइन, हाम्रै गाउँमा पनि थियो। जय जन्म भएन, बुढेसकाल लाइसियो, नभइसकेपछि अब के गर्दा भन्दा जेठी श्रीमतीले चाहिँ श्रीमानलाई कान्छी श्रीमती आएर बिहा गरिदिएको, अनि त्यसबाट छोराछोरी भएको हाम्रै गाउँमा मेरो आँखाले त्यस्तो हुन्छ। अनि त्यो चाहिँ किन भयो त भन्दाखेरि
त्यो त पहिल्यै त्यो अब्राहमको समय त्यो कुरा भएर आएको छ। जब साराबाट सन्तान नभएपछि विकल्पको रूपमा चाहिँ उनीहरूले के गरे त, श्रीमान श्रीमती मिलेर अब्राहम र साराले सल्लाह गरे अनि आफ्नो दास दासीतिर गए। अनि साराले पनि भने अब उहाँहरू सन्तान हुँदैन, अब नोकर नितिर जाऊ, त्यसपछि त्यहाँबाट सन्तान उत्पादन गर। अनि त्यसपछि अब्राहमले दास दासीबाट थुप्रै सन्तान उत्पादन गरिसक्यो, तर प्रतिज्ञाको छोरा भने पाउनु बाँकी नै थियो। अनि त्यो प्रतिज्ञाको छोरा पाउनुको लागि धेरै वर्ष सङ्घर्ष गर्नु पर्यो, धेरै वर्ष धैर्य गर्नु पर्यो, अनि धेरै प्रकारको उतार चढावले खेप्नु पर्यो र अन्तिममा परमेश्वरले प्रतिज्ञा पुरा गर्नुभयो। अनि त्यो प्रतिज्ञाको छोरा चाहिँ इसाक। अनि त्यसपछि लगभग 100 वर्षको उमेर, अब्राहम 100 वर्षको उमेर र सारा 90 वर्ष पुग्दाखेरि बल्ल अनि प्रतिज्ञाको छोरा इसाक परमेश्वरबाट उनीले प्राप्त गरे। अनि त्यो चाहिँ के हो भन्दाखेरि अब्राहमको लागि सबैभन्दा ठुलो परमेश्वरबाटको आशिष। अनि उनीहरूले विश्वास गरे नि त, परमेश्वरको कुरालाई उनीहरूले माने। पहिलो कुरो अब्राहमले परमेश्वर आज्ञा पालन गरे, दोस्रो कुरा परमेश्वरमाथि उनीले के गरे, विश्वास गरे। आज्ञा कसरी पालन गरे, आफ्नो भाइ भतिजा सबै छोडेर तिमी एक्लै हुनुपर्छ अनि मात्रै तिमीलाई म आशिष दिन्छु भने परमेश्वरले भन्नुभयो। अनि त्यो उहाँले आज्ञा पालन गरे, अब अब्राहमले आज्ञा पालन गरे। अनि भतिजालाई एकातिर लगाइदियो, अर्कोतिर गयो। अनि लामो समय पर्खेपछि, प्रतीक्षापछि अनि उसले के गरे, परमेश्वरलाई विश्वास गरे, परमेश्वरको प्रतिज्ञालाई विश्वास गरेपछि उसले आशिष पायो। अनि उसको लागि आशिष के हो, छोरा इसाक हो। अनि त्यति मात्र होइन, आज तपाईँ र मैले जुन परमेश्वरलाई विश्वास गरेका छौँ, विश्वास गर्न चिन्न पछ्याउन पाएका छौँ, यो चाहिँ यो तपाईँ र मैले गरेको परिश्रमले होइन, हामीले गरेको धर्म कर्मले होइन, हामीले गरेको दान पुण्य तीर्थव्रतले होइन, यो चाहिँ अब्राहमको आज्ञाकारिताको कारणले आज हामीले परमेश्वरलाई पाउँदैछौँ। त्यसकारण आज्ञा पालन भन्ने कुरा कति ठुलो छ भन्ने कुरा हामीले यहाँबाट मूल्याङ्कन गर्न जरुरी छ। बुझ्दै हुनुहुन्छ? यदि अब्राहम परमेश्वरमा आज्ञाकारी नभएको भए, अब्राहमले परमेश्वरलाई विश्वास नगरेको भए इसाक जन्मने थिएन, इसाक नजन्मे भए याकुब जन्मने थिएन, याकुब नजन्मे भएदेखि के हुने थिएन, इजरायलीहरूको 12 कुल जन्मिने थिएन, त्यो 12 कुल नजन्मेको भएदेखि यहुदी जाति हुने थिएन, यहुदी जाति नभएको भएदेखि प्रभु यीशु ख्रीष्ट संसारमा जन्मनु हुने थिएन। त्यसैले आशिष चाहिँ आज्ञाकारिता र विश्वासको निर्भर छ। हामी आशिष पाउन चाहन्छौँ, सफलता पाउन चाहन्छौँ, उन्नति र प्रगतिको शिखर चुम्न चाहन्छौँ, तर हामीले गर्नुपर्ने कुरा चाहिँ गरिराख्यौँ भने हामी भुलिदिन्छौँ। त्यसैले गर्दा हाम्रो जीवनमा चाहिँ धेरै पटक असफलता आउँछ। अनि कारण त्यही हो, हामी न त परमेश्वरको आज्ञाप्रति आज्ञाकारी छौँ, न त परमेश्वरको प्रति हामीले विश्वास नै गरेका छौँ। एउटा कुरा। अर्को कुरा चाहिँ हामीले आशिषको रूपमा लिने चाहिँ यो संसार, भौतिक संसारमा देखिने कुरालाई हामी आशिष भन्छौँ। कसैको धन सम्पत्ति बढ्यो, कसैले पैसा कमाएर ब्याङ्क ब्यालेन्स गर्यो, कसैले घर जग्गा जोड्यो, कसैले राम्रो गाडी किन्यो, हो, कसैले धेरै सम्पत्ति आर्जन गर्यो, धेरै सम्पत्तिको मालिक भयो भने त्यो चाहिँ सफलता हो, त्यो चाहिँ आशिष हो भन्छ। हो, भौतिक शरीरको लागि त्यो पनि आशिष हो, तर त्योभन्दा महत्त्वपूर्ण आशिष भनेको चाहिँ परमेश्वरलाई प्राप्त गर्नु हो, परमेश्वरलाई चिन्नु, नयाँ गरी जन्मिनु हो। किनभने यदि कोही व्यक्ति नयाँ गरी जन्मेन भने उसले कुनै पनि हालतमा, कुनै पनि एङ्गल र दृष्टिकोणबाट, कुनै पनि प्रयासबाट के हुन सक्दैन, उसले स्वर्ग राज्य देख्न सक्दैन, ऊ स्वर्ग राज्यको भाइले बन्न सक्दैन, ऊ परमेश्वरको मित्र बन्न सक्दैन, परमेश्वर सन्तान बन्न सक्दैन। त्यसैले गर्दाखेरि आज तपाईँले कुरा बुझ्नुपर्छ। हो, परमेश्वरले दिनु चाहनुहुन्छ, दिनु सक्नुहुन्छ, उहाँले चाहनु भने भौतिक कुरा दिन सक्नुहुन्छ, हामीलाई आर्थिक सम्पन्न बनाउन चाहनुहुन्छ, हामी अस्वस्थ हुन्छौँ उहाँले हामीलाई स्वस्थ प्रदान गर्न सक्नुहुन्छ, त्यो सबै उहाँको आफ्नो अधिकारको कुरा हो। त्यो कुरा पाउनको लागि चाहिँ जसरी आज अब्राहमको आज्ञाकारिता विश्वास योग्यताको कारणले गर्दाखेरि आज हामीले परमेश्वरको सन्तान हुन पाएका छौँ, परमेश्वर चिन्न पाएका छौँ, उहाँको पुत्र येशू ख्रीष्टद्वारा हामी बचाएका छौँ। त्यसै गरी
त्यसैले तपाईँ र मैले पनि यो जीवनमा परमेश्वरले तपाईँलाई केही आशिष दिन चाहनुहुन्छ, तर सबैलाई सबै आशिष यही जीवनमा परमेश्वरले दिनुहुन्छ भन्ने ग्यारेन्टी छैन। तपाईँ र मैले गरेको आज्ञा पालन, तपाईँले मैले गरेको विश्वासको परिणाम चाहिँ हामी पछिको पुस्ताले पनि आशिष पाउन सक्छ। त्यसकारण हामीले गरेको विश्वास चाहिँ हाम्रो अहिलेको यो पुस्ताको लागि, आफ्नो व्यक्तिगत जीवनको लागि मात्र होइन, यो चाहिँ आफ्नो परिवारको सदस्यको लागि हुनसक्छ, मण्डली परिवारको सदस्यको लागि हुनसक्छ, र हामी पछिका पुस्ताको लागि पनि हामीले गरेको आज्ञा पालन गरेको विश्वासको आशिष पुस्ताले पाउन सक्छ। अब्राहमको विश्वास आज्ञाकारीका कारणले गर्दाखेरि आज हामीले ख्रीष्ट येशू मुक्तिदातालाई पाएको र प्रभु येशू ख्रीष्ट र परमेश्वरलाई चिन्न पाएँ। योभन्दा ठुलो आशिष के हुनसक्छ? त्यस कारणले गर्दा तपाईँले मैले हर समय यो कुरा बुझ्नुपर्छ। तपाईँले मैले यो दुईटा कुरालाई जिन्दगीमा कहिले पनि भुल्न मिल्दैन, आज्ञाकारिता र विश्वास। यदि अब्राहम र साराले परमेश्वर आज्ञा भङ्ग गरिदिएको भए, हामी यस्तो मर्ने बेलाको मान्छेबाट कहाँबाट सन्तान हुन्छ भने उनीहरू चाहिँ अविश्वासी भइदिएको भए, उनीहरूले परमेश्वरलाई विश्वास नगरेको भए के हुन्थ्यो? आज तपाईँ र मैले परमेश्वरलाई पाउने कुरा चाहिँ सम्भव थिएन। त्यसैले गर्दाखेरि आशिष चाहिँ पहिलो कुरा तपाईँले मेरो जीवनमा परमेश्वर दिन चाहनुहुन्छ। दोस्रो कुरा चाहिँ हामी पछाडिका पुस्तालाई पनि परमेश्वरले आशिष दिन चाहनुहुन्छ। केबाट? तपाईँले मेरो आज्ञाकारिता र विश्वास। त्यस कारणले आशिष कहाँनिर सम्भव छ? अब आज्ञाकारिता विश्वासले आशिष सम्भव छ। त्यस कारणले हामी धेरै गनगन गर्नु हुँदैन, यो भएन त्यो भएन यहाँ त्यहाँ हामीले भन्यौँ भने के हुनेछ? कि हामीले परमेश्वरलाई चाहिँ कमजोर तुल्याइरहेको हुन्छ, परमेश्वरले दोष लगाइरहेको हुन्छ। हामी आज्ञाकारी र विश्वासी हुनुको सट्टा हामी परमेश्वरमा चाहिँ के हुन्छौँ? विद्रोह गरिरहेका हुन्छौँ। त्यस कारणले हामीले कुनै पनि परमेश्वरबाट आशिष पाउनको लागि परमेश्वरले दुईटा मापदण्ड दिनुभएको छ। त्यो हो पहिलो आज्ञाकारिता अनि दोस्रो विश्वास। जब हामीमा यो कुराले निरन्तर बास गर्छ, बिस्तारै हाम्रो जीवनमा चाहिँ उन्नति, प्रगति, आशिष सबै कुराहरू चाहिँ अनि भरिन थाल्छ। त्यसले गर्दाखेरि आजको हाम्रो शीर्षक थियो आशिष पछि सम्भव छ, अनि आशिष चाहिँ आज्ञाकारी र विश्वास के छ? आशिष सम्भव। र आशिष भनेको रुपियाँ पैसाको थुप्रो मात्र होइन, भौतिक सम्पत्तिको थुप्रो मात्र होइन, त्यो पनि हो, त्यो भौतिक शरीरलाई चाहिन्छ, परमेश्वरले दिनुहुन्छ। तर यदि परमेश्वरले त्यो दिनु भएन भने हामीले आत्मिक जीवनमा चाहिँ प्रशस्त हामीले आशिष पाउनै पर्छ। अनि त्यो आशिष भनेर चाहिँ परमेश्वरलाई हामीले 100% प्रेम गर्न सक्नुपर्छ, अनि परमेश्वरको राज्यमा हामी प्रवेश गर्न सक्नुपर्छ, र हामी आनन्द जीवनको निश्चयतामा हामी जिउनुपर्छ। जुन दिन परमेश्वरले हामीलाई धरतीबाट उठाउँछ त्यो दिन हामी सहज प्रकारले परमेश्वरको राज्यमा पस्न सक्छौँ भने त्यो चाहिँ सबैभन्दा हाम्रो लागि ठुलो आशिष हो। अनि परमेश्वरको साथ र हात पाउनु हाम्रो लागि ठुलो आशिष हो। हामी शरीरमा स्वस्थ भयो, बिमारी भएन, उपचार गर्नु परेन, त्यो आशिष हो। कुनै बिना कारण खर्च गर्नु परेन, त्यो आशिष हो। अनि त्यो आशिष पाउनको लागि परमेश्वरले तपाईँले मेरो सामु राखिदिनु भएको दुईटा मापदण्ड चाहिँ त्यही नै हो, विश्वास र आज्ञा। अनि यो दुईटा कुराले चाहिँ तपाईँले मेरो जीवनमा, तपाईँको पछिको पुस्ताको जीवनमा ठुलो भूमिका खेल्छ। परमेश्वरले जे कुरा तपाईँले चाहनुहुन्छ। आउनुहोस् हामी सबैजना हामी खडा हौँ अनि हामी